तपाईँको लिन्छु। मेरो नाम मुना केसी, म भक्तपुर खोपो कलेजबाट आएको। मेरो प्रश्न चाहिँ वीणा म्यामलाई, दसैँलाई प्रकृतिसँग सम्बन्धित छ भन्नुभयो, मैले यसलाई अलिक बुझिनँ। दसैँमा त माछा मासु खाने, टिका लगाउने, त्यस्तो रमाइलो गर्ने त्यस्तो बुझेको छु मैले चाहिँ। बच्चादेखि त्यस्तै, अब पिङ खेल्ने, टिका लगाउने, दक्षिणा लिने त्यस्तै भन्ने मात्रै हुन्छ। तर प्रकृतिसँग चाहिँ दसैँ कसरी सम्बन्धित छ त? तपाईँको प्रश्न ख्याल गरिदिनु होला डाक्टर वीणा पौडेलजी। एउटा कुरा के भने, धर्म र संस्कृति भनेपछि त्यो सम्प्रदायसँग सम्बन्धित हुन जान्छ। त्यो सम्प्रदायको निर्माण कुनै राजनीतिक शक्तिले गर्ने होइन, त्यो आम जनताबाट हुन्थ्यो, उनीहरूको आस्था हो। तर के छ भने ती धार्मिक संस्कृतिहरूले कार्य विधि जो व्यवहार गर्छन्, उनीहरूको जिम्मा के छ भने त्यो समुदायको मौलिकताको रक्षा गर्नु। अच्छा, त्यो समुदायको मौलिकताको रक्षाको साथसाथ आजको युगमा मात्र होइन, उति बेलाको युगमा पनि के दायित्व छ? अन्तर्राष्ट्रिय दायित्व, शान्ति कायम गर्नु। सत्यलाई शक्तिको रूपमा विजय हुन्छ भन्ने कुरा यो कुनै देश विशेषको, कुनै सम्प्रदाय विशेषको, कुनै जाति विशेषको सीमित भावना उद्देश्य होइन, यो बुझ्नुपर्छ। हस्, तपाईँको परिचय? मलाई दामोदर पौडेल भन्छ। हस्, धन्यवाद। त्यहाँ यतापट्टि छेउमा अर्को सहभागी हुनुहुन्छ, म उहाँको लिन्छु है। मेरो नाम राजेन्द्र प्रसाद शाह, मेरो घर सर्लाही जिल्ला सिसौटिया गाविसमा हो। म कानुन व्यवसायी हुँ। हाम्रो मधेसतिर जुन यो दसैँ तिहार मनाउँछ नि, त्यसमा शक्तिपीठलाई पूजा गर्नको लागि पहिलाभन्दा अहिले बढी खर्च गरिराखेको छ। तर हामी सानो छँदाखेरि हाम्रो आमाले के गर्नुहुन्थ्यो कि हिङ लसुन गलामा र डाँडमा बाँधिदिनुहुन्थ्यो। किन त्यो चाहिँ? बोक्सीको नजर नलागोस् भनेर। हामी सानो छँदाखेरि त्यस्तो बाँधिदिनुहुन्थ्यो हामीलाई। तर हामी ठुलो भइसकेपछि हामीले आफ्नो बच्चाहरूलाई त्यस्तो बाँधेका छैन। त्यो मनोवृत्तिमा हामीहरूको मनस्थितिमा चेन्ज भएको छ, परिवर्तन भएको छ। यहाँ धर्मनिरपेक्ष राष्ट्र जुन भयो यो नेपाल, जनतासँग सोध्न जानु परेन, जनमत सङ्ग्रह गर्नुपर्ने थियो। जनमत सङ्ग्रहबाट यो धर्मनिरपेक्ष वा धर्मसापेक्ष के राख्नुपर्ने हो त्यो डिसिजन गर्नुपर्ने थियो, त्यस्तो गरेन। अब यो एउटा प्रसङ्ग भयो। अर्को एउटा तपाईँबाट जान्न चाहेको, पर्व मनाउने व्यवहारले पहाड र तराईलाई कसरी जोड्न सक्छ होला? जसरी कि छठ भइराखेको छ नि, छठ हाम्रो मधेसतिर भइराखेको छ नि, त्यो पहाड उक्लियो बिस्तारै मधेसमा छठ जुन भइराखेको छ नि, त्यो छठ मुसलमानले पनि एकदम आस्थापूर्वक धेरै राम्रोसँग मनाइराखेको छ। बिस्तारै बिस्तारै पहाडतिर पनि छठ चाहिँ धेरै राम्रोसँग मनाइराखेको छ। काठमाडौँमा पनि हेर्नुहोस्, छठमा धेरै भिडभाड हुन्छ। यो छठले गर्दा एकरूपता ल्याउन सक्छ, समानता ल्याउन सक्छ जस्तो मलाई। हस्, धन्यवाद। एउटा प्रश्न थियो डाक्टर वीणा पौडेल तपाईँलाई, त्यो जवाफ लिइहाल्छु म। हजुर, धन्यवाद पहिला प्रश्नको लागि बहिनीलाई। उहाँले प्रकृतिसँग कसरी सम्बन्ध छ दसैँको भन्नुभयो। धेरै एउटा त यो दसैँ चाड अहिले हामीले जसरी यो सर्वप्रथम मनाइरहेका छौँ, त्यो चाडै पहिला चैत महिनामा मनाइन्थ्यो। त्यसपछि ऋतुको हिसाबले र कामको बाँडफाँडको हिसाबले यो पर्वलाई सारियो र यसलाई बडा दसैँ भनेर हामी मान्न थाल्यौँ। र अहिले पनि चैत महिनामा जुन दुर्गा सप्तशतीहरूको पाठ गर्ने, पूजा गर्ने घरमा चलन भइराखेको हुन्छ। र दसैँको पर्वमा गरिने विभिन्न अनुष्ठानहरूमध्ये जस्तो दियो कलश गणेश राख्ने, पुण्य भट्टाको स्थापना गर्ने, र सबैभन्दा प्रमुख चाहिने हामीले अरू पर्वमा नगर्ने एउटा प्रमुख चिज हो जमरा स्थापना गर्ने। जमरा भनेको त्यो हाम्रो कोठाभित्र खेतमा गरिने कृषिको एउटा मिनिएचर रूप हो, सानो रूप हो। त्यस कारण त्यो हामीलाई सिकाइराखेको छ। त्यो नै सबभन्दा ठुलो। त्यो जमरा लगाइसकेर 9 दिनसम्म त्यसलाई उमारेपछि त्यो जमरा हामी ग्रहण गर्छौँ। त्यस कारण प्रकृतिसँग यो सोझै हिसाबले प्रकृतिसँग जोडिएको चिज हो। त्यसो भने अब चाहिँ यो जात जाति धर्म क्षेत्र भाषाको नाममा करिब विभाजित जस्तो देखिएको नेपाली समाजलाई चाडपर्वको माध्यमबाट चाहिँ जोड्न सकिएला? चाडपर्वको माध्यमबाट जोड्न सकिन्छ, तर चाडपर्वमा सबभन्दा पहिले न्याय हुनुपर्छ। न्याय बिना चाहिँ जोडिएको कुरा चाहिँ हाम्रो बुवाले राम्रोसँग खुट्टा निच्छे भने जस्तै कुरा हो। न्याय नगरिकन अन्तर्घुलन खोज्नु चाहिँ यो कुरा पहिला उठेकै थिएन भनेर जो साथीहरू भन्नुहुन्छ, हो पहिला उठाएको थिएन किनकि उठाउनु पाइँदैन थियो, अहिले उठाउनु पाइने भयो त्यस कारण उठ्छ। त्यो हामी धेरै दुई खालका मान्छे छौँ यहाँ उपस्थित। सायद एकतिर हामी पञ्चायतले जे सिकायो त्यही बोल्छौँ,
यतिखेर हामी नयाँ युगको माग अनुसार बोल्ने प्रयत्न गर्छौँ। कसरी सोच्ने होला यो निकै ठुलो बहसको विषय हो भन्ने मलाई लाग्छ। दसैँको सुरुवातबारे पनि एक दिन चाहिँ हतियारको चाहिँ प्रदर्शन वा उ गरौँ भन्ने पनि आयो भने कसरी प्रकृति पूजक भन्ने कुरा भयो। यो बारेमा अहिले अनुसन्धान जरुरी छ, छलफल जरुरी छ। मैले बुझेको एउटा छ, अर्काले बुझेको एउटा छ। धेरै विषयमा अलि धेरै गम्भीर छलफल जरुरी छ। तपाईँको कार्यक्रम सोझै युवाहरूलाई सम्बोधन गर्ने खालको छ। त्यसमा म यति मात्रै भनौँ कि चाडपर्व कुनै राष्ट्रिय भइहाल्ने हुँदाखेरि चाहिँ हाम्रो राष्ट्रको पहिचान बन्छ भन्ने हो भने कसैको पहिचान कायम गरिदिनलाई अरूले चाहिँ अराष्ट्रिय किन हुनुपर्ने? त्यो मिल्दैन, मिल्दैन। त्यो अबको युगमा मिल्दैन। हिजो मिल्थ्यो, अब मिल्दैन। हिजो चाहिँ मिल्थ्यो। हिजो त पुरुषको नाम मात्रै थर वंश चलाउँदा नि मिलेको थियो, अब महिलाले मान्दैनन्। त्यस कारणले मिल्दैन। अब चाहिँ सबैले मान्ने कुरा मात्रै हुन्छ नेपालमा, हुनुपर्छ। त्यसको निम्ति दसैँ पनि एक थरीको हो होइन, मतलब लोसार पनि अर्को थरीको होला। सबैलाई बराबर गर्ने अनि सबैको सहमतिमा एउटा राम्रो पर्व मनाउने त्यो कुरा चाहिँ ठिक हो। कसैले भन्नुभयो कि धेरै दिनको फुर्सद पाइन्छ नि त, त्यसभन्दा त रमजान मनाउँ न त, 1 महिनाको फुर्सद पाइन्छ। मान्दैन त नेपालका हिन्दूले, मान्दैनन् नि त। त्यस कारणले कुरा त्यस्तो होइन। कुरा त्यस्तो होइन। सबैलाई समान व्यवहार गरेर सबैको सहमतिमा राष्ट्रिय पर्व बनाउने कुरामा गइयो भने चाहिँ हिमाल तराई पहाड सबैले मान्छन्, खुसी पनि हुन्छन्। नत्र भने प्रस्तावकै लागि जस्तो के चाहिँ हुन सक्छ त राष्ट्रिय पर्व? मेरो विचारमा दसैँ तिहार लगायतका परम्परागत चाडपर्वहरू आफ्नो समुदायका निम्ति छोडिदिनुपर्छ। राज्यले कुनै पनि त्यस्ता पर्वहरूलाई चाहिँ यो अतिरिक्त चाहिँ पैसा दिने कुरा बन्द गरिनुपर्छ, अतिरिक्त छुट दिने कुरा बन्द गरिनुपर्छ। होइन भने मुसलमानका निम्ति 1 महिना रमजान भिजा दिनुपर्छ। यो दाबी हो मेरो, दिनै पर्छ। एक होइन भने दसैँमा मात्रै दिनुहुन्न विशेष छुट। एक दोस्रो कुरा सबैको सहमतिमा हुन सक्छ केही कुरा। सबैको सहमतिमा के हुन सक्छ? हाम्रै भाइ छोराछोरी, हाम्रै सन्तान मरेको शहीद दिवसलाई हामीले 10 दिन बिदा सहित मनाउन सक्छौँ। त्यसमा हामीले छोरी चेली ज्वाइँ ससुरा सबै एक ठाउँमा बसेर सांस्कृतिक रूप दिन सक्छौँ। सकिन्छ, त्यो गर्न नसक्ने कुरा होइन। हामीले गणतन्त्र ल्याएका छौँ, 13,000 भन्दा बढी मानिस मरेर। त्यो सानो पर्व होइन। दुर्गाले 1जना राक्षस मारे भन्दा धेरै ठुलो कुरा हो, त्यो धेरै ठुलो कुरा हो। त्यो गणतन्त्र दिवसलाई हामी 1 हप्तासम्म बिदा दिएर मनाउन सक्छौँ। 2 महिनाको बोनस दिन सकिन्छ। त्यहाँ कसै मधेसीलाई पनि अन्याय हुँदैन, त्यहाँ दलितलाई, महिलालाई, बाहुन छेत्री कसैलाई पनि अन्याय हुँदैन। सबैको रगत बगिया हो त्यहाँ। त्यो सबै रगतको सम्मान हुन्छ। यसरी सहमतिमा, फेरि मेरो कुनै प्रस्ताव छैन, हामी सहमतिमा राष्ट्रिय गान बनाए जसरी हामीले नयाँ चिज बनाउँ। सबै चिज नयाँ बनाउनु पर्नेछ। अब धोती पनि राष्ट्रिय हो, सुरुवाल पनि राष्ट्रिय हो, कसलाई मान्ने राष्ट्रिय। हिजोको गाली गरियो धोती भनेर अब मिल्दैन। अब सम्मान गर्नुपर्ने हुन्छ त्यसलाई। त्यस कारण सबै मिलेर धोती लाउने पनि, सुरुवाल लाउने पनि, बक्कु लाउने पनि, सबै बेसेर कस्तो पहिरन बनाउनु होला राष्ट्रिय भनेर छलफल गर्नु जरुरी छ। सबै विषयमा नयाँ। त्यसो भने चाहिँ तपाईँहरूले त्यो पहिरन डिजाइन गर्न चाहिँ नेपाली मूलका तर न्युयोर्कमा निकै प्रख्याति कमाएका प्रबल गुरुङलाई दिनुहुन्छ त? राष्ट्रिय सहमतिमा हुन्छ भने म व्यक्ति विशेषमा कुनै आपत्ति छैन। त्यो त फरक प्रसङ्ग भयो। सत्यमोहन दाइ, तपाईँ के भन्न खोजिरहनु भएको थियो यहाँनिर? तपाईँलाई सोध्नु मन लागेको, यो वर्षको दसैँ 93औं दसैँ तपाईँ कसरी मनाउँदै हुनुहुन्छ त? आउँदैछ, मनाउँदैछु। तपाईँको भर्खर त सुरु हो, भर्खर त अब आउँदैछ। अष्टमी आउला, नवमी आउला, दशमी आउला, त्यसपछि कोजागरटा आउला। त्यो आफ्नो परम्परा त छ नि, तपाईँको आफ्नो परम्पराहरू छोड्नु हुँदैन। अब परम्परामा अलिकति शैली फरक हुँदै जान्छ। त्यो बेला चाहिँ मादेशरी गीत गाउने, भजन गाउने। अब आजभोलिका मान्छेहरूले अर्कै किसिमको नयाँ धुनमा अर्कै किसिमको गीत रच्छ, त्यो अर्को कुरो हो। तर ऋतु परक जुन मादेशरीको लोकगीत छ, त्यो परम्परा त्यो त छोड्न सक्दैन नि तपाईँको। त्यो त आइराखेकै छ नि तपाईँको। अब आजभोलिको आमन्त्रणमा टेलिभिजन छ, रेडियो छ, यताउति छ, पिकनिक हो, यताउति, त्यो अर्को कुरो हो। तर पहिलेको जुन एउटा परम्परा, एकैचोटि परम्परा छोड्न चाहिँ गाह्रो हुन्छ। अलिकति शैली चाहिँ फरक हुन्छ, त्यो अर्को कुरो हो। डाक्टर वीणा पौडेल, यो वर्षको दसैँ तपाईँ चाहिँ कसरी मनाउँदै हुनुहुन्छ? म चाहिँ अनि मूर्ति विज्ञान सम्बन्धी मैले अध्ययन पनि गरेको र त्यही विषयमा विद्यावारिधि पनि गरेँ हुँ। त्यस कारण अरू बेलामा पनि र दसैँको बेलामा पनि म प्रायः विभिन्न देवीहरूको मूर्तिको लक्षणहरू र त्यसलाई पूजा गर्ने विधानहरू, त्यो अनुसारको प्रतिमा विज्ञानका पुस्तकमा लेखिए अनुसारको मूर्तिहरू बने नबनेको त्यो अध्ययन गर्ने क्रममै त्यो मन्दिरहरू पनि दर्शन गर्ने र त्यो आफ्नो अध्ययनको क्रम पनि त्यो बेलासम्म जारी राख्छु र 10औं दिन चाहिँ आफ्ना अग्रजहरूसँग टिका लगाएर आशीर्वाद थाप्छु। आउतीजी, तपाईँ टिका नथापे पनि दसैँ मनाउने कुनै योजना छ कि विशेष यो वर्षको? दसैँ भनेर त मैले मनाउन छाडेको 49 सालदेखि हो। तर म दसैँको समयमा कुनै न कुनै योजना बनाएर
फुर्सद पर्याप्त मिल्ने भएको हुनाले काम गर्ने गर्छु। मेरो केही साहित्यिक कृतिहरू प्रकाशन छन्, त्यसको मैले सम्पादनको अन्तिम काम गर्नुपर्ने छ। मैले त्यो 8-10 दिनभित्र त्यो काम गर्ने समय निकालेको छु। यो वर्ष छ। हजुर, सत्यम भन्दा अन्तिममा दसैँमा शिरमा लगाउने टोपी प्राय ढाका टोपी हुन्छ, तर दाइको शिरमा हुने टोपी चाहिँ ढाका नभएर अर्कै कपडाको देख्छु। किन हो यो? पहिले त म चाहिँ तपाईँको भारी बनाउने टोपी नै लाउँथेँ, तपाईँको कालो टोपीहरू, त्यो नै ज्यादै मन पर्थ्यो, साह्रो कुरा हुन्थ्यो। तर मेरो आमाको देहावसानपछि जब मातृशोक भयो, त्यसपछि मैले छालाको जुत्ता लाइनँ। यो टोपी चाहिँ तपाईँको एकै रङको, आमाको सम्झनाको रूपमा मैले यो टोपी खैरो टोपी लाउने गरेको तपाईँको त्यसो त नलागेको कारण त्यो एउटा कारण त्यो हो। तर मेरो आमाको देहान्त भएपछि आमाको एउटा सम्झना, किन आमा भनेको आमै हो होइन, त्यो पनि शक्ति हो। आमै नभएको भए त शक्तिमान जोशी त हुने थिएन। त्यसैले हामी एउटा शक्तिको पुजारी नै, दसैँ भनेकै एउटा शक्तिको पूजा हो तपाईँको। त्यसैले दसैँ मान्नेहरूलाई शाक्त सम्प्रदाय भन्छ। तर हामीहरूको यहाँ चाहिँ सनातन भएको हुनाले हरेकले दसैँमा आबद्ध भएर बसिरहेको मात्रै। त्यसैले यो मेरो टोपी चाहिँ यो मेरो आमाको सम्झनाको रूपमा एउटा यो टोपी चाहिँ एकै रूपमा गइरहेको कारण त्यो हो। म आजको छलफल यहीँनिर टुङ्ग्याउँछु। आज हामीले पर्व मनाउने तरिकाका बारेमा बहस गऱ्यौँ। आजको बहस सुनेपछि चाडपर्व कसरी मनाउनुपर्छ जस्तो तपाईँलाई लाग्यो त प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना हो साझा सवाल BBC नेपाली सेवा, पोस्ट बक्स नम्बर 672 काठमाडौँ नेपाल, र हाम्रो इमेल ठेगाना हो nepali.letters@bbc.co.uk। तपाईँ SMS मार्फत प्रतिक्रिया पठाउन सक्नुहुन्छ। त्यसका लागि साझा सवालको संक्षिप्त रूप SS टाइप गरी 1 स्पेस छोडेर आफ्नो प्रतिक्रिया 6677 नम्बरमा पठाउनुहोला। साझा सवाल BBC साझासवाल.com सुन्न र हेर्न तथा bbcnepali.com सुन्न सक्नुहुन्छ। आजको छलफलमा सहभागी भइदिनु भएकोमा संस्कृतिविद सत्यमोहन जोशी, प्राध्यापक डाक्टर वीणा पौडेल र माओवादीका नेता एवं लेखक विश्वभक्त दुलाल आहुति, अनि यहाँ छलफलमा उपस्थित सहभागी दर्शक र श्रोता सबैलाई धेरै धन्यवाद। आज कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।